के भन्न चाहनुहुन्छ अब ल यता भ्यानिटीमा जाउँ ल भ्यानिटिङ जाऊँ न त होइन हामी भ्यानिटी ल ल ऊ फोन आइहाल्यो नि त केही हुँदैन फरक पर्दैन ए भ्यानिटिङ जाऊँ होइन हामीले गाडी उता छिरौँ यता त्यहाँबाट त्यहाँबाट होइन उताबाट ए उताबाट जाने ल भ्यानिटिङ खिच्नु त छिटो जानु त अब फाइनल्ली म चाहिँ यो गाडीभित्र छिटेको छु है हेर्नुलाई गाडी कस्तो छ अब यहाँभित्रको होइन हो ल ओके फाइनल्ली म छिर्दैछु है ल आइसकेँ म यो चाहिँ यो चाहिँ टोइलेट हो है ए यहाँ हेर्नुहोस् है टोइलेट चाहिँ यसरी गर्ने हो हेर्नुहोस् है टोइलेट गर्नको लागि त यसरी ल धेरै देखाउनु पर्दैन नै त्यही गर्नको लागि पनि यही छ है ठिक छ है ल फाइनल्ली यो चाहिँ हाम्रो मेकअप गर्ने ठाउँ रहेछ होइन बवालै छ होइन एसी त अहिले बन्द छन् एसी बन्द गरे अलि एसी बन्द छ होइन वाउ नाइस होइन यहाँ त सुत्नलाई पनि आनन्द हुन्छ खास यो के हो यो यो चाहिँ मिरर हो यो यो के होइन यसलाई आए पछाडि हेर चेक गर्नु पर्यो नि त फाइनल लुक यो होइन यो मेकअप स्टेसन भयो अनि यो चाहिँ वर्किङ स्टेसन ल्यापटप राखेर फाइलहरू ट्रान्सफर गर्नलाई अनि यो चेयर भयो होइन अनि यो बेड ए यो त नदेखेको मैले अघि यो चेयर भयो स्टोर बक्स छ यो चाहिँ बाहिर राखेर चेयर गर्ने अनि यो चाहिँ यस्तो छ खास यो चाहिँ फोल्डिङ सिस्टम रहेछ यो ट्राभल गर्दाखेरि चाहिँ नहल्लियोस् भनेर गर्ने हो बस्ने होइन टक्क बस्यो कफीहरू राख्ने यताउता छ अब यो पनि राख्नु भयो होइन यो फुल म्युजिक सिस्टमहरू लाइटिङहरू एसीहरू सबै फङ्सनलै छ यसमा चाहिँ अनि ठ्याक्क यो गरिसके पछाडि चाहिँ अब अगाडिपट्टि हाम्रो गुरुजीलाई इन्स्ट्रक्सन गर्नु पर्यो भने चाहिँ यो छ ओ माई गड वाउ नाइस हैन ल यो चाहिँ नेपालमा पहिलोचोटि हो लिभेन्स स्टुडियो भन्ने चाहिँ हाम्रो कम्पनी हो लिभेन्स भन्ने चाहिँ लाइभ इभेन्ट एन्ड इन्टरटेनमेन्ट यसमा चाहिँ सिबुला बसालेले कहिले लाने हो नि बसिरहेछ अहिले जहिले बसे नि हुन्छ ल अब ठुल्ठुलो कार्यक्रममा जानु पर्यो नि तपाईँलाई सम्झिनु पर्यो ओके ल होइन फाइनली भिडियो हेरेर कस्तो भन्नुहुन्छ होइन हो ल बाहिर जाऊँ जाऊ ल ल ओके ल